ये अलग लीक छ म चिन्छु क्या तर चिन्नै सक्दिनँ खै कहाँ छ लेख एकछिन है यो चाहिँ भन्छु कि हेर्नु त यो सेतोलाई भन्छु होइन माथि बस्नु न र माथि छोराबारी हजुर म यहीँ छु ऊ हेरे छोड न अब उठ्दैन ल ए अलि पार गल्छ त्यसले रहेछन् क्या यसले ठुङ्गा नजाने छन् भयो यसले जाने छैन क्या यसले त्यसले त अब हल्लेर खान्छ यसले यस्तै कोटेनी मात्रै गर्छ यसले ठुङ्गान्छन् अब यस्तो हो के अर्ग्यानिक ठुङ्गा भने यस्तो यसले त यस्तो गरान्छ खै त खान्छ यहाँ अन्त यहाँ ल तिमी खान त म यिनीहरूलाई देखाउने यति ए यस्तो हो देखि सिक यस्तो गरेर खाने भने मलाई नि लागेको खै चिमुजन त हेर्छु भन्दा पनि पठिन्छ घर जाने र म सार्दिने यस्तै जिउमा त बस नानीले मात्रै मेरो यहाँ के हुन्छ त मेरो त बस अनि मेरो फुवा होइन यहाँ आन्टी हुन्छ ल खान्थ्यो उभिएर खान्थ्यो एउटा सबै पनि कस्तो कसमै आनन्द आयो यता देखाउनु न यसरी माथि ल यति नानी ढाडा ए बाबा म सुतिएँ अब नि सिधि जानु के थाहा पर्न अब म कहाँ छु भन्ने बिर्सिले मेजिँदै हुन्छ र को यहाँलाई भन्छु ल ठङ खाना आँखा टोरिन रहन्छु अब यता आने भिजुमा मानलाई यो डाङको भात खाने भटुवा यिनी चाहिँ लेकको ढिँडो खाने ढिँडोवा त्यो जुङ्रा हेर्न सक्छन् ल खाना कुटु कुटु ठुङ्गान त कसको नानी हो मैले नानी चिन्नु भएन पसलमा मासु बेच्नेको भदैनी हो को पसलमा मासु पर्सिन चिन्नु न र पर्सेन्ट त कोही छन् थुप्रै छन् कसको मेरो फुपू यताबाट आरुको रुख छ त काटे क्या हो ती छ र चिन्नु न क्या जहिले भन्दा त्यहाँ जानु मैले देख्छु यताबाट आएर हो मलाई थाहा त नदेख्ने नि ल मलाई भात मासु नदिए हुन्छ यी ठोङ दिए हुन्छ मलाई मेरो अब ल तिम्रो सम्पर्क नम्बर कति हो क्या म कपाल चिलाउने बेला फोन गर्नुपर्ने मेरो मोबाइलै छैन र तिमीलाई फोन गरेर जान्छौँ राखेर न भन्नु पर्ला कसले फोन गर्यो हुन्छ मोबाइल के कसले किन्नु जाता नि ल अलि खाना अझै खाना